चाहिँ ठ्याक्कै हाम्रो त बनमारा भन्थ्यो र अनि योसँग के मिसाएर खाँदा चाहिँ मुख रातो हुन्थ्यो होइन। ठ्याक्कै यो चाहिँ यहाँ यस्तो हुँदो रहेछ। फुल चाहिँ त्यही हो अनि यसको दाना पनि लाग्ने त्यही हो है। यसलाई चाहिँ हामी बनमारा भन्थ्यौँ। अनि यो खाएर चाहिँ चपाएपछि चाहिँ मुख रातो हुन्थे हाम्रो चाहिँ। अनि बाख्राले पनि मजाले खाने गर्थ्यो है। तर अब यहाँ चाहिँ अलिकति यो पात निकै बाक्लो तरिकाले आउँथ्यो वहाँ चाहिँ। यहाँ चाहिँ पातलो फरक तरिकाले होइन। र फुल ठ्याक्कै त्यही हो अनि त्यसको फल पनि त्यस्तै हो ठ्याक्कै। यो चाहिँ अब बैगुने रङको हुन्छ पछि पाकेपछि। अहिले अलिअलि यहाँ सुरु भएछ होइन। अनि यसको त के औषधि भनेर भन्थे, औषधि हो भनेर भन्थ्यो। तर उहिले हामीले चाहिँ यो पान खाएको भनेर मुख रातो बनाउनु लागि पात फुलहरू टिपेर खान्थ्यौँ। जङ्गलैभरि हुन्थ्यो हाम्रो भुटानमा। अहिले चाहिँ मास्यो यो, अहिले चाहिँ धेरै मास्यो। यसको यो डन्ठीहरू पनि ठ्याक्कै त्यही छ। काँडा पनि हुन्छ, यसको काँडा पनि छ है। र कमेन्ट गरिदिनु होला यो चाहिँ के कुन चाहिँ औषधि हुन्छ भनेर चाहिँ, केमा चाहिँ प्रयोग हुन्छ है भनेर भनिदिनु। यहाँ मैले न्युजिल्यान्डमा चाहिँ आज यो पहिलोचोटि यो हब्सलाई, यो बिरुवालाई मैले यहाँ देखेँ र यस्तो हुँदो रहेछ यहाँ चाहिँ यो है। मैले यो फुल हेरेर थाहा पाएको चाहिँ, नत्र भने यो चिन्दिनँ थिएँ म यसलाई, नत्र भने म चिन्ने थिइनँ। अनि यसको फल पनि ठ्याक्कै त्यही हो यी बनमारा है। यो चाहिँ अब पात चपाउँदाखेरि मुख रातो हुन्थे उहिले सानोमा चाहिँ खान्थ्यौँ हामीले यो निकै। र अनि यो के को औषधि हो भनेर भन्थे। र अनि यो आयुर्वेदलाई नै थाहा छ होइन। उनीहरूले धेरै तरिकाले चाहिँ भन्थे। तर अब मैले चाहिँ बिर्सेँ के को औषधि हो भनेर। लु कमेन्ट गरिदिनु होला, भनिदिनु होला यो के को औषधि हो भनेर। अहिले चाहिँ अब यसको पौधा ठुलो छैन, यो यति नै हो। यहाँ एउटा मात्रै हो। उतातिर चाहिँ हाम्रो चाहिँ पुरा घारी नै हुन्थे होइन। यहाँ चाहिँ अब छैन, यति नै मात्रै हो। ल धेरै धेरै धन्यवाद। यो बनमारा र अनि हामीले चाहिँ सानोमा अब पान त किनेर कसले दिन्थ्यो होला र होइन। र यही जङ्गलमा जाने अनि यसको पात टिपेर खाने अघि, अनि मुख रातो बनाउने, अनि त्यहाँदेखि पान खाएको भनेर हामी भन्थ्यौँ है। ल धेरै धेरै धन्यवाद।